would like to give this time. Pastor Juan, share a word of God. Once again, we are going to Romans chapter 8, verse 26. र फेरि हामी आज पनि रोमीको पुस्तक 8 अध्यायको 26 पदमा जानेछौँ। र यसलाई नेपालीमा म पढ्दैछु। यसै गरी पवित्र आत्माले पनि हाम्रा दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौँ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। आमेन। Nefesh, as we have studied, the Nefesh. हामी यो बिहानीमा यो नेफेसको विषयमा अध्ययन गर्दैछौँ। Yes, Nefesh as emotion, impulse, or appetite, and the will, all within Nefesh. There are all kinds of doings and thoughts are there. यो नेफेस अथवा यो ब्रिथिङ थिङ्स अथवा यो जीवित सास फेर्ने प्राणीमा चाहिँ सबै कुराहरू हुन्छ, जस्तै विवेक, अनि त्यस पछाडि चाहिँ इमोसन भावना, जति पनि जस्तै भोक प्यास, जति पनि कुराहरू चाहिँ हामी पाउँदछौँ त्यो सबै कुरा चाहिँ त्यही जीवित प्राणीमा हुने गर्दछ। Yes, and actually the nefesh is doing something, thinking. यो नेफेसले चाहिँ केही गर्दछ अथवा केही सोच्दछ। For example, Psalms chapter 63 verse 1. भजन सङ्ग्रह 63 अध्यायको 1 पदलाई हेर्यौं भने Psalms chapter 63 verse 1. 63 अध्यायको 1. Yeah, the nefesh has a desire. प्राणीले इच्छा गर्दछ, हे परमेश्वर तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईलाई दिलो ज्यानले खोज्छु। पानी नभएको ओभानो र बाँझो जमिनमा मेरो प्राण तपाईको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईकै निम्ति मरि भेट्दछ। आमेन। Nefesh is the place of joy, all kinds of emotions, all kinds of actions. सबै प्रकारका चाहिँ यो आवाजहरू गर्दछ, जस्तै ऊ चाहिँ खुसी हुँदछ, ऊ चाहिँ आनन्दित हुँदछ, भोकाउँदछ, तिर्काउँदछ, यस्तो कुराहरू हामीले पायौँ। Deuteronomy chapter 12 verse 20. हामीले व्यवस्थाको पुस्तक 12 अध्यायको 20 पदमा हेर्यौं भने in Nefesh we have the appetite. Appetite for food. खानाको लागि जब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञा अनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनु हुनेछ र तिमीहरूका सिमानाको वृद्धि गरिदिनु हुनेछ र तिमीहरूलाई मासुको तृष्णा हुनेछ र म मासु खान्छु भने चाहिँ तब आफूले चाहे जति मासु खाऊ। Jeremiah chapter 2 verse 24. Jeremiah. उजाड स्थानमा बस्ने आदत भएकी कामातुर भएर हावा सुगी हिँड्ने वा वन गधेनी त्यसको काम वासनालाई कसले रोक्न सक्छ र त्यसको पछि लाग्ने कुनै पनि गधा थकित हुनु पर्दैन, किनकि
मिसिने ऋतुमा तिनीहरूले त्यसलाई भेटाउनेछन्। Psalms chapter 139 verse 14. 139 verse 14. 139 को 14 In the fish has the knowledge and understanding. र यो प्राणीसँग चाहिँ ज्ञान हुन्छ र उसको बुझाइ हुन्छ। 139 को 14। First Samuel chapter 20 verse 4. र पहिलो सामुएल 20 अध्यायको The fish has the 4 मा thoughts. र यो नेफेस अथवा चाहिँ यो जीवित प्राणीसँग विचार हुन्छ, विचार थॉट। Yeah, thoughts. Lamentations chapter 3 verse 20. लेमेन्टेसन विलाप गर्दछ। यो म 39 को 14 पढ्दैछु। म तपाईको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले पढे छैन। म तपाईको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईका कार्यहरू अद्भुत छन् र त्यो काम म पूर्ण रूपले जान्दछु। यो जान्ने विषयमा मैले पढ लागेको थिएँ किनभने अहिले निश्चित गर्ने काम गरेर बाइबलको भर्सहरू भन्यो भने क्लियर हुन्छ भनेर। र त्यसपछि चाहिँ म सामुएलको पुस्तक 4 अध्यायको 20 पद पढेछु। Yes, all kinds of thoughts and understanding and all kinds of emotions are there in Nefesh, and so we call it, how can I say, mentality, or being actually means mentality of the man, we call it Nefesh. र यो नेफेसमा चाहिँ सबै किसिमको बौद्धिक बुद्धि, त्यसपछि चाहिँ भावनाहरू, अनि त्यसपछि चाहिँ सोच विचारहरू, सबै कुराहरू चाहिँ यो हुँदछ। त्यसैलाई चाहिँ हामी मेन्टालिटी भन्छौँ। त्यसको चाहिँ कस्तो किसिमको बुझाइ छ अथवा चाहिँ कस्तो किसिमको बिलिफ सिस्टम छ भनेर, मानसिकता। Okay, and so Ruach means function, communicating with communicating with God, and the Nefesh is mental function of man, and the Basar means physical function. And so, once again, spiritually, mentally, physically. र त्यसै कारणले गर्दा यो नेफेसले चाहिँ जति पनि बौद्धिकताका कुराहरू लाई जनाउँदछ र त्यसैगरी रुवालले चाहिँ आत्मिक कम्युनिकेसन भनेको चाहिँ यो कसरी परमेश्वरसँग कुराकानी गर्ने भन्ने कुरा र बासारले शारीरिक कुराहरू, हाम्रो बनावटको कुराहरू। Once again, Nefesh actually means all thoughts or all emotions, सबै विचारहरू, सबै भावनाहरू, all will. सबै इच्छा शक्तिहरू, इच्छा, These happen in Nefesh. र यो नेफेसमा हुन्छ यो कुराहरू, यो गुणहरू। Usually we call it mentality of man. र सबैलाई चाहिँ हामी चाहिँ मेन्टालिटी भन्छौँ, मानसिकता। Yes, and once again, First Thessalonians chapter 5 verse 23. Your soul and your spirit and your body may be whole until the day of our Lord. Also told last First Thessalonians chapter 5 verse 23. पहिलो थेस्सलोनी 5 अध्यायको 23 पद। म पढ्दिएँ है। औ शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पुरा तवरले चोखो तुल्याउनुहुन्छ
र तिमीहरूका आत्मा प्राण र शरीर हाम्रा प्रभु येशू ख्रिस्टको आगमनमा अखण्डसँग निर्दोष भई सुरक्षित रहनेछन्। Okay. Understanding? बुझ्नुभयो त? Yes, we cannot divide man into three parts as the Greek philosophers. Greek philosophers divide man into three parts: ग्रीकका soul, दार्शनिक spirit, and body. ग्रीकका दार्शनिकहरू जस्तै गरी मानिसको शरीरलाई अथवा मानिसलाई हामी तीन भागमा विभाजन गर्न सक्दैनौँ। Okay, we are the spirit, we are soul, we are body. त्यसै कारणले गर्दा हामी नै के हौ? स्पिरिट आत्मा हो, हामी नै चाहिँ प्राणी हो र हामी नै के हौ? शरीर हो। Okay, understand it? We are bodies, we are souls, we are spirits. Not Atma, Sas. सास Function, we have function, communicating. हामी चाहिँ अब आत्मा होइन, अब चाहिँ के हौ? Atma is the ghost, okay? आत्मा चाहिँ भूतसँग हुन्छ। Yeah, maybe ghost, yeah. I am your grandfather. Oh, in the dream. सपनामा चाहिँ म तेरो चाहिँ हजुरबुवा हुँ भन्दै आउँछ, त्यो चाहिँ आत्मा हामी होइन। Certainly they are Satan. तर वास्तवमा त्यो चाहिँ हजुरबुवा नभएको हो, शैतान हो। दुष्ट आत्मा Living ghost. Living ghost is Satan. Okay. We have no living ghost in our body. Okay. हामीसँग चाहिँ त्यो शैतानको आत्मा छैन। If the body is dead and then the living ghost will live from our bodies, that's Satan's teaching, because he had told to Hawa, you shall not die. But they died. And then the descendants of Adam asked Satan, why our ancestors are dead? And then at that time he answered, yeah, you are foolish. In your bodies, there are living ghosts. Even though your body could be dead, but your living ghost will, depart from your bodies, and then their living ghost can never die. र शैतानले सुरुमै हजुरको बगैँचामा 3 अध्यायमा चाहिँ छल गरेको थियो हव्वालाई, र तिमीहरू मर्दैनौ भनेको थियो, र पछि गएर तिमीहरू निश्चय मर्दैनौ भनेको थियो। पछि गएर चाहिँ आदम मरे, त्यसपछि चाहिँ आदमका छोराहरूले सोधे होला सायद हाम्रो पुर्खाहरू त मरे हाम्रो बुवा भनेर। त्यसपछि चाहिँ शैतानले के भन्यो भने शरीर पो मर्ने हो त, आत्मा कहाँ मर्छ र? जब शरीर मर्दछ त्यो बेला चाहिँ आत्मा चाहिँ भट्किएर जान्छ र चाहिँ त्यो मर्दैन र त्यो सधैँभरि रहिरहन्छ भनेर त्यसरी चाहिँ उले इन्टरप्रेट गर्यो, अथवा चाहिँ त्यसले चाहिँ गलत तरिकाले त्यो अर्थ लगायो। र त्यही बुझाइ छ अहिलेसम्म पनि। And then in the New Testament, नयाँ करारमा this nephesh, Hebrew word nephesh, was translated into Greek pushke. यो हिब्रूको नेफेसलाई चाहिँ अब ग्रीकमा चाहिँ यसलाई पुस्के भनिन्छ। This is Hebrew, this is Greek. यताको ग्रीक हो, यताको हिब्रू हो। Okay. Let's go to Matthew chapter 6. 6 अध्यायमा गएर Jesus commanded us not to worry about your bodies, what to eat, what to drink. Yes. उहाँले भन्नुभयो तिमीहरू चाहिँ शरीरको लागि चाहिँ के नगर, चिन्ता फिक्री नगर भन्नु।
के खाने अथवा के पिउने के लगाउने भन्ने विषय Yes, Matthew chapter 6, verse 26, 25. Yeah. Yeah, according to this verse, Jesus said, no one can serve the two masters. Therefore, I say to you, do not worry about your life, what you will eat or what you will drink, nor about your body, what you will put on. Is not life more than food, and the body more than clothing? Matthew chapter 6, verse 25. मत्तीको पुस्तक 6 अध्यायको 25 पदमा यसले यसरी भन्नुभयो यसै कारण म तिमीहरूलाई भन्दछु के खाउँला के पिउँला भनी आफ्नो प्राणको निम्ति र के लगाउँला भनी आफ्नो शरीरको निम्ति बिक्री नगर के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन आमेन Yes, in this verse you can find the word pushke. Therefore, no thought, take no thought for your life. Your life. तिम्रो शरीरको विषयमा अथवा चाहिँ तिमीहरूको जीवनको विषयमा चाहिँ सोच विचार गर्नुपर्ने छैन भनेर चाहिँ त्यहाँ भनिएको छ र त्यहाँ चाहिँ त्यो बेला पुस्के भनेर चाहिँ शब्द उच्चारण गरिएको छ Take no thought for your life. Life. जीवनको लागि चाहिँ चिन्ता नगर What you shall eat or what you shall drink, nor yet for your body. This body is soma. र यो बडी भनेर चाहिँ त्यहाँ भनेको छ यसलाई चाहिँ सोमा भनेर लेखेको छ सोमा उच्चारण And the last part of this verse, you shall put on. Is not the life more than meat and the body than raiment? Raiment. Okay. In this verse, we can find the word life in English. Life. Is not the life more than meat? Yeah, this is pushke. र यहाँ चाहिँ के भनेको छ भने आफ्नो शरीरको निम्ति फिकी नगर जीवन खानेकुरा भन्दा र शरीर चाहिँ लुगाफाटा भन्दा उत्तम हो भन्नुभयो जीवन खानेकुरा भन्दा र शरीर चाहिँ लुगाफाटा भन्दा उत्तम हो Okay, and then, once again, if you read the Bible, especially in the Greek manuscript, the New Testament, you can find many words, life. Yeah. In many cases, that is pushke, life, pushke. That is in Hebrew, nefesh. र तपाईले नेपालीमा जीवन 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 धेरै पाउन सक्नुहुन्छ र त्यहाँ इङ्ग्लिसमा लाइफ धेरै पटक लेखिएको छ त्यसलाई चाहिँ ग्रीक भाषामा पुस्के भनेर चाहिँ धेरै पटक प्रयोग गरिएको छ त्यसैलाई चाहिँ जीवन लाइफ र जीवन भनिएको Actually, four. Pushke. Yeah, ke. Actually, this word also was derived from pushko. उसकोबाट चाहिँ यो उसकोबाट यो शब्द आएको हो हेर्नुस् है Yeah, pushko means to breathe. यो भव फेरि चाहिँ यो भव हो यो चाहिँ टु ब्रिथ भन्ने हुन्छ फुस्कोबाट फुस्के हो Nefesh was derived from nafash. Nafash means to breathe. टु ब्रिथ नेफेस पनि नाफासबाट आएको टु ब्रिथ भन्ने हुन्छ Okay. Anyway, we are going to John chapter 10 verse 10. Push 10. Yes. Okay, let's go to John chapter 10 verse 17 and 18. John chapter 10 verse 17. दोस्रो सत्रमा हेरौँ हामी यो नामभित्र Yeah. Let's go to John chapter 10 verse 17. र यसरी लेखेको छ पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु John 10, 17. Okay, let's go. Yes, Jesus said, therefore my Father loves me because I lay down my life that I may take it again.
Why does my Father love me? Because I lay down my life. My life. I किन lay down my किन life. चाहिँ मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ त भन्दा म मेरो जीवन के गर्छु दिन्छु अर्पण गर्छु त्यसै कारणले प्रेम गर्नुहुन्छ भन्ने अर्थ हो यसको। Yes, in this verse we can find the same word. Life, pushke. यहाँ मेरो जीवन दिन्छु भनेर चाहिँ यसरी भन्दाखेरि पनि त्यहाँ लाइफको ठाउँमा चाहिँ ठ्याक्कै त्यो फुस्के प्रयोग गरिएको छ त्यो फुस्केबाट लाइफ आएको Breathing being. Okay? सास फेर्ने प्राणी। Yeah. In English, how about you translate? Sibon? Nepali. या जीवन Sibon? या मेरो जीवन प्राण 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 Run. Soul? यस प्राण It's better actually. यो चाहिँ राम्रो छ। Okay, anyway, many English Bible, translate this word life. Okay. Therefore doth my Father love me because I lay down my life. यो चाहिँ केजीमा चाहिँ लाइफ दिएको छ। Okay. And then we can find the same word in John chapter 10, verse 10. 10 को 10 मा Okay, let's go to John chapter 10, verse 10. 10 को 10 मा हेरौँ हामी। 10 को 10 मा यसरी लेखेको छ। The thief does not come except to steal, but to kill and to destroy. I have come that they may have life, that they may have it more abundantly. We can find the word life in this verse. यहाँ पनि चाहिँ हामी लाइफ अथवा चाहिँ त्यहाँ चाहिँ जीवन भनेर चाहिँ लेखेको छ। तलको 17 मा चाहिँ त्यही जीवनलाई प्राण भनेर लेख्यो, माथि चाहिँ जीवन भनेर लेख्यो। चोर त चोर्न र मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। Yes, this word is different from this life, John chapter 10, verse 17. Yeah, this word in Greek word zoe. Zoe. माथिको भन्दा तल 17 को भन्दा 10 को चाहिँ प्रयोग कुरा माथिको चाहिँ फुस्के प्रयोग गरिएको छ भने तल चाहिँ जोए भनेर चाहिँ प्रयोग गरिएको छ। माथि प्राण दिनको लागि भन्नुभएको थियो भने यहाँ चाहिँ प्राण अर्पण गर्नलाई भन्नुभएको थियो भने यहाँ चाहिँ जीवन पाउन भनेर चाहिँ दिने कुरा र लिने कुराको विषय छ। यहाँ चाहिँ तल जोए भनेर प्रयोग गरेको छ। Your translation? What? जीवन यस Good translation. 17 10 जीवन लाइफ यस इङ्ग्लिस स्याम्पल लाइफ भन्दै भन्छु। Nepali Bible is better than the English one. अङ्ग्रेजी बाइबल भन्दा नेपाली बाइबल चाहिँ राम्रो रहेछ भन्नु किनभने एउटै शब्दलाई यहाँ दुईटा तरिकाले लेख्यो। Yes. Once again, John chapter 10, verse 17. यूहन्नाको पुस्तक 10 अध्यायको 17 मा तिमीहरूले मलाई यसै कारण पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्दछु। I lay down my life. Yeah. What? What they say? प्राण प्राण फुस्के Pra, या प्राण pra, प्राण pra, pra. त्यही जीवन Okay. Yeah, once again, what is the pushke? Confession? जीवन No. फुस्के यस Pushke is what? Pra. What is pra? Pushke. Pushke is breathing being. या ब्रिदिङ थिङ्स यस फुस्के भनेको चाहिँ के हो सास फेर्ने प्राणी भनेको श्वास प्रश्वास गर्ने प्राणी। Psalm chapter 10, verse 10. तर 10 को 10 मा चाहिँ I came to you to give you what? जीवन लाइफ Zivo. जोय Zoe. यसलाई चाहिँ जोय भनेर प्रयोग गरेको छ। Different words were used. फरक फरक शब्द प्रयोग गरिएको छ यहाँ ग्रीकमा चाहिँ।
Okay, and then yeah, in Korean Bible we also use different words. Korean. We call nefesh moksum. Yeah, pushker, nefesh moksum. Mok means neck. Sum is breath. नेफेस मोक्सुम भने चाहिँ यो फुस्केको ठाउँमा कोरियनमा चाहिँ नेफेस मोस्कुम Moksum. मोक्सुम Moksum. Mok is the neck. भनेको चाहिँ यो घाँटी हो नेक Sum is breath. सास फेर्ने कुरा घाँटीबाट सास फेर्ने Yeah, very interestingly, this word nefesh, लाग्दो पूर्ण तरिकाले Hebrew word nefesh. Sometimes this word was translated into English neck. कहिलेकाहीँ चाहिँ यो हिब्रूमा यो नेफेस भन्ने शब्दमा चाहिँ हामी इङ्ग्लिसमा नेक अथवा घाँटी भनेर पनि अनुवाद गरेको पाएको छौँ Yes, and then if we express killing the man in Hebrew word karat nefesh. Karat means cut. यो करट भनेको कट हो काट्नु Nefesh भनेको घाँटी काट्नु means neck. Cutting the leg. That is, करट भन्छ यसलाई चाहिँ काट्नुलाई karat, अनि नेफेस karat भनेको घाँटी nefesh. भयो भने Cutting घाँटी the काट्ने neck. कटिङ गर्ने भने घाँटी काट्ने And so, okay, and then, yeah, going back to life. Hebrew word life is हिब्रूमा यो लाइफ जीवन भनेको high, हाई हाई high. नेफेस कहिलेकाहीँ चाहिँ यो नेक अथवा चाहिँ यो घाँटीको रूपमा प्रयोग हुँदाखेरि हो है यो नेफेस फेरि चाहिँ यो नेफेस भनेको चाहिँ कहिले घाँटीको रूपमा उच्चारण हुँदाखेरि प्रयोग हुँदाखेरि any Bible verse Nephes translated Yeah, in this yeah, way. yeah, many. Okay, anyway, life is high. यो लाइफ भनेको छ जीवन यसलाई चाहिँ खाइ भन्छ Yeah, this is singular form. यो चाहिँ एक वचन हो भनेको चाहिँ Usually this word एउटाको लागि प्रयोग गर्ने is used as the plural form. Chaim. This is plural form. यो खाहिम भनेको चाहिँ फेरि बहुवचन हो Yeah, M. CHAIM Yeah, Chaim. plural means Hebrew 3 or more more than three three and more than three. Actually, not only the number but also the quantity. And so much. It means धेरैलाई प्रयोग हुनु भयो Fine. And then this word was translated into Greek. This is Hebrew word. हिब्रूमा हो अब यसलाई चाहिँ ग्रीकमा कस्तो अनुवाद भयो Greek. It was translated. Yeah, जोया जोया ग्रीकमा चाहिँ जोया खाइन्छ Not ka, but ka. Not ka. Ka. Yeah.
Okay. Genesis chapter 2 verse 7. Once again, हेर्नुहोस् उत्पत्तिको पुस्तक 2 अध्यायको 7 मा एकपटक जाम। God made man with the dust and breathed into his nostrils the breath of life. Yes, this word, breath of life, in Hebrew word, neshama chaim. र यहाँ चाहिँ उत्पत्तिको पुस्तक 2 अध्यायको 7 पदमा चाहिँ के प्रयोग गरिएको छ भने निस्सामा खाहिम Neshama chaim. 7 पदमा। Yeah, actually, yeah. अनि प्रभु Much- परमेश्वरले much मानिसलाई जमिनको माटोबाट रच्नुभयो अनि तिनको नाकको पालमा लेखेको छ। अर्कोमा चाहिँ नाकमा भनेको छ भने यहाँ त नाकको पालमा Yeah, लेखेको this छ टिभी। is plural form. Actually, that is abundant life. यो प्रशस्त मात्रामा दिइने जीवन हो, अबन्डेन्ट लाइफ। Neshama chaim means abundant breath of abundant. Not singular form, but plural form. यो चाहिँ बहुवचनमा छ है। Once again, we are going back to John chapter 10, verse 10. फेरि एकपटक यूहन्नाको पुस्तक 10 अध्यायको 10 पदमा जाम। Yes, Jesus came to this earth to give us abundant life. Life that is abundant life. That is the Hebrew word chaim. र येशू ख्रीष्ट चाहिँ यो संसारमा आउनु कारण चाहिँ जीवन दिन र त्यो जीवन चाहिँ प्रशस्त मात्रामा चाहिँ दिनको लागि आउनु भयो। त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले म आए। आमेन। Okay. Okay. Turn on the lights, please. आँखा बन्द गर्नु होला एकछिन। Backside people, should you turn on the light? Light. त्यहाँको बत्ती बालिदिनुहोस् भने One light. Okay. Thank you. The reason why I asked you to turn on the light, okay. For example, electricity made these lights to be lighted. र यो किन मैले तपाईलाई बत्ती बाल्न अनुरोध गरेको भन्दा अहिले यो जुन विद्युत बगिरहेको छ त्यहाँ करेन्ट त्यसैको कारणले गर्दा यो बत्ती बल्न सक्यो अथवा बत्तीमा चाहिँ प्रकाश पुर्यायो विद्युतले। Okay, Chaim or Joel, Greek word Joel, made these lights to be lighted. Okay? र त्यो जोएले चाहिँ यो बत्ती बाल्ने काम गर्यो। Yes, when the electricity comes into these lights, and then these lights will be bright, be light, will be illuminated. विद्युतबाट आएको करेन्ट जब चाहिँ यहाँ कहाँ बग्यो यो चाहिँ यो जोडियो यो बत्तीमा जोडियो त्यसपछि बत्ती चम्किन थाल्यो भनेको बल्न थाल्यो। And these lights are nefesh. र यो लाइटलाई चाहिँ हामी यो चाहिँ यो बलिरहेको लाइटलाई चाहिँ हामी नेफेस भन्छौँ। Once again, this light is nefesh. यो Okay. लाइट चाहिँ नेफेस हो। Yeah, breath of life comes into this light will be lighted. जीवनको साथ जब यो बत्तीमा आयो तब यो बत्ती के गर्न थाल्यो बल्न थाल्यो चम्क्यो। Okay, turn off the light. अब बत्ती निभाउनुहोस्। And these nefesh would be mud nefesh. अब बत्ती छैन यहाँ यो चाहिँ मुट नेफेस हो। यसमा चाहिँ जीवन छैन अब भनेको प्राण छैन सास छैन। Nefesh mud. नेफेस मुट। Nefesh mud. Yeah, nefesh is first. Mud. Yeah, that's.
Not the Nefesh Mut. Nefesh Hayat. That's the order. Yeah, once again, please. Even though these lies, cannot be blighted, but is still these lies are the lies. Mut nefesh is also nefesh mut also nefesh. र अब यो बत्तीमा प्रकाश छैन र त्यसै कारणले गर्दा यो बत्ती बलेको छैन, त्यसै कारणले गर्दा यसलाई के भनेको छ, मुड नेफेस मुड भनेको छ, किनभने यहाँ प्रकाश छैन। If God breathes the breath of life into man, and then this nefesh becomes nefesh chaya. जब परमेश्वरले मानिसको नाकको बालमा सास फुक्नुभयो र त्यस पछाडि चाहिँ त्यो के भयो, नेफेस खाया भयो, खाया जीवित लिभिङ बिङ्स, जीवित प्राणी, सास फेर्ने प्राणी। Okay. Understand it? बुझ्नुभयो? Okay, turn on the light, please. Yeah. These lights become bright, right? अब यो बलेको छ त यो बत्ती How? कति भयो? The electricity comes in. These. यसमा विद्युतको पावर आयो, The breath, करेन्ट आयो, त्यसपछि यो the breath of life जीवन वेतनलाई जीवनको सास enter into nefesh, this nefesh, and then this nefesh begin to think and do. त्यस्तै गरी परमेश्वरले पनि जीवनको सास जब दिनुभयो त्यस पछाडि चाहिँ सोच्न र गर्न थाल्यो। Okay, turn off the light. And then these lights, these nefesh became, nefesh mood. Cannot think and cannot react. Okay? They cannot think. They cannot do. गर्न सक्दैन, सोच्न सक्दैन। Psalms chapter 146 verse 4. Psalms chapter 146. 146 को 6 मा भन्नु तपाईँ 146 को 146 verse 4. 4 मा The Bible says, भन्छ 146 को Psalms chapter 146 verse 4, right? 6 verse 4. Yeah. जब तिनीहरूको आत्मा निस्कन्छ, आत्मा र तिनीहरू माटोमा मिलिहाल्छ, त्यही दिन तिनीहरूका योजनाहरू पनि नष्ट हुन्छ। Okay, in this verse, मेरोमा सास भनेको छ। म यो पढिदिन्छु है त्यहाँ। त्यसको सास निस्किहाल्छ, त्यो माटोमै मिलिहाल्छ, त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्। not atma, but sas. Okay? एन्टिमेसमा त्यही लेखेको छ, त्यसको सास निस्किन्छ र त्यो आफ्नो माटोमा फर्किन्छ र त्यही दिन त्यसका सबै कल्पनाहरू नष्ट हुन्छन्। It's the correct one. Which Bible? Which? Milan. यो उसकै हो। त्यसको सास निस्किन्छ र त्यो आफ्नो माटोमा फर्किजान्छ र त्यही दिन त्यसका सबै कल्पनाहरू नष्ट हुन्छन्। Okay. India? Yeah. Okay, understand it? अब बुझ्नुभयो त? If you cannot understand this fully, and cannot go forward, यदि तपाईले चाहिँ यसलाई फुल्ली भने पूर्ण रूपमा बुझ्न सक्नु भएन भने हामी अगाडि बढ्न सक्दैनौँ। understand it? You make me good teacher. अब तपाईले चाहिँ मलाई चाहिँ असल शिक्षक बनाउनु भयो तपाईले। I think that some of you
Still now, you cannot understand it. कतिजनाले अझै पनि नबुझ्नु भएको हुनसक्छ। Okay, in the next examination, I will put these all. And so you may write correct answers on your notes and then you can, answer the right answers. र तपाईँले अहिले चाहिँ आफ्नो नोटहरूमा एकदमै ठिक ठिक उत्तर लेख्नुहोस् र जब आइतबार फेरि अर्को परीक्षा हुनेछ त्यो बेला तपाईँले लेख्न सक्नुहुनेछ परीक्षा। Okay, I think some of you still understand this and then you may have the discussion maybe. Okay? Okay, once again, एकपटक those who cannot understand this fully, please ask a question. र जसले चाहिँ पूर्ण रूपमा यो अहिले बुझ्नु भएको छैन तपाईँहरूले प्रश्न सोध्नुहोस्। I just deliver the word of God only, म not human teaching. मात्रै परमेश्वरको वचनहरू के गर्छु बाँड्छु। Okay, same students, can you understand this? Very sorry actually. यो नेफेस मुड भनेको अचेतन अवस्थामा रहनु हो कि यसरी बुझौँ न अलिअलि त मिलाएर पनि बुझ्नुहोस् है पास्टर बाबु। Yes, once again, please. घाँटी काट्नु त्यो घाँटी काट्नु भनेकै छैन नि कहाँ हुन्छ त्यस्तो। Thank you for your understanding. बुझाइको लागि धन्यवाद, बुझ्नु भएको लागि। Okay, once again, very important thing is Satan made a lie. Made a lie. शैतानले चाहिँ यो झुट सिर्जना गरेको अथवा झुट बनाएको हो यो। And because of him, this Bible is confused. The translators who were inspired by Satan, they translated this Bible not, different. यो शैतानको प्रभावले गर्दा पनि यो चाहिँ यो बाइबल जो व्यक्तिहरू विद्वानहरू बाइबललाई अनुवाद गर्नुभयो त्यसै कारणले गर्दा चाहिँ तलमाथि हुन आएको हो। It is very sad. However, we must restore the original meaning of the word of the Bible. तरै पनि जे भए तापनि हामीले चाहिँ यो बाइबलमा खास ओरिजिनल शब्दहरू अथवा चाहिँ पहिला जुन शब्द उच्चारण गरेको थियो त्यही शब्दहरू चाहिँ पत्ता लगाउनको लागि फेरि चाहिँ पुनर्स्थापना गर्नको लागि चाहिँ हामी त्यहाँ जानुपर्छ ओरिजिनल हुने ठाउँमा अथवा चाहिँ Satan's lies. हिब्रू र ग्रीक भाषा। Satan's lies. First is शैतानको सबैभन्दा पहिलो झुट man has the living ghost in him. Living ghost. Spirit. मानिसमा सर्वप्रथम चाहिँ पहिलो झुट बोलेको चाहिँ मानिसभित्र एउटा जीवित आत्मा हुन्छ भन्ने कुरा चाहिँ पहिलोपटक चाहिँ उसले बोलेको झुट हो। And this living ghost can never die. उसैसँग भएको जुन चाहिँ त्यो आत्मा छ त्यो चाहिँ कहिल्यै मर्दैन भन्छ। We call it soul's immortality in English. भनेपछि अब चाहिँ त्यो आत्मा अमर छ भन्ने सिद्धान्त आयो त्यहाँबाट। Immortality. इमोर्टालिटी भनेको अमर Soul's नमर्ने। immortality. Second, दोस्रो झुट he made a Sunday. The sun doctrine. त्यस पछाडि चाहिँ उसले बोल्ने दोस्रो झुट हो भनेपछि अब हामी चाहिँ अहिले सन्डे भन्छौँ सूर्य देवता त्यो उसले मोड्यो मान्छेलाई। देवता चाहिँ सूर्य हो भने अब ईश्वर अब सूर्य हुनुहुन्छ। Yes, all the religions except the Bible, they have the concept of immortality of soul. बाइबलका विद्यार्थी बाहेक अथवा बाइबल बुझेका मान्छेहरू बाइबलको बाहेक अरू जति पनि धर्महरू छन् जति पनि धर्महरू चाहिँ आए ती सबैले चाहिँ आत्मा अमर हुन्छ भन्ने कुरा सिकाउँछ। Buddhism, बुद्धहरू हिन्दूहरू
मोहम्मद मुस्लिमहरू also they have all other religions have this concept of soul's immortality. यही शैतानले सिकाएको कुरा चाहिँ अब चाहिँ यो आत्मा मर्छ अथवा अनन्त छ भनेर चाहिँ तिनीहरूले बुझ्दछ। क्याथोलिक पनि हो। Catholic and Protestant they have the same. क्याथोलिक मात्रै होइन तर प्रोटेस्ट्यान्टिजम भनेपछि प्रोटेस्ट्यान्टहरूले पनि यही बुझाइ छ। प्रोटेस्ट्यान्टहरूको पनि Satan's law. यो सबै शैतानको झुट। And another thing is he made Sunday. Actually he made Son as God. And he made Sun God, and he made Sun God day Sunday. यसै कारणले गर्दा हप्ताको पहिलो दिनलाई नै सन्डे भनेर चाहिँ भनेको छ र सूर्य देवताको दिन त्यसै कारणले गर्दा सूर्यलाई नै उसले देवता अथवा चाहिँ आफ्नो ईश्वर मान्यो। Yes. Coming examination, I will put this examination. Please remember. Satan's two lies. शैतानका दुईवटा सर्वप्रथम शैतानका दुईवटा झुटहरू के हुन् भनेर म चाहिँ आउने परीक्षामा सोध्दैछु तपाईँलाई। तपाईँहरूले चाहिँ अहिले सम्झिनुहोस् त्यो लेख्नु पर्नेछ। Actually, from the time of Nimrod. निम्रोदको समयदेखि नोआको नाति निम्रोदको समयदेखि Later we will study about this. Very good. यो पछि हामी यसको विषयमा चाहिँ एउटा स्टडी प्लान नै छ, पछि पढ्नेछौँ भन्नुहुन्छ। यो पछि पढाउनुहुन्छ। They replaced God, with many gods, especially 7 gods. हाम्रो Sun, परमेश्वरको ठाउँमा Moon, Mercury, Jupiter, Mars, Venus, Saturn, like this. हाम्रो परमेश्वरको स्थानमा उसले कतिवटा ईश्वरलाई ल्यायो? 7वटा देवतालाई ल्यायो। सूर्य देवता, त्यसपछि चाहिँ मङ्गल देवता, त्यसपछि के हुन्छ बृहस्पति, शनि। So immortality of the soul. अब किन चाहिँ त्यसले आत्मा अमरताको सिद्धान्त ल्यायो त? If you break, God says, if you break my law, you will surely die. But Satan said, you shall not surely die. Against God's law. हो, यहाँ हेर्दाखेरि चाहिँ परमेश्वरले के भन्नुभयो? जुन दिन तिमीहरू मेरो आज्ञा भङ्ग गर्छौ अथवा मेरो नीति नियम तोड्छौ त्यही दिन तिमी निश्चय चाहिँ तिमी मर्नेछौ भनेर परमेश्वरले भन्नुभयो। तर शैतानले त्यसको ठिक उल्टो के भन्यो भने जुन दिन तिमीहरू परमेश्वरको आज्ञाहरू उल्लङ्घन गर्छौ त्यो दिन चाहिँ तिमीहरू निश्चय मर्ने छैनौ भन्छ। And then he said, if you break the law of God, you shall not surely die. तिमी परमेश्वरको नियम विरुद्धमा गयौ अथवा परमेश्वरको नियम उल्लङ्घन गर्यौ भने तिमी निश्चय पनि मर्ने छैनौ भन्यो। But Adam and Hawa died, and then he made another lie. अब आदम र हव्वा मरे, त्यस पछाडि चाहिँ त्यो कुराहरू फेरि शैतानले चाहिँ अर्को झुट बोल्यो। Even if your body die, but your soul, your spirit cannot die. र अब त्यसपछि उसले भन्यो हो शरीर पो हो त मैले भनेको, तिम्रो चाहिँ आत्मा मर्दैन भन्यो। शरीर मर्छ, Your soul or spirit will go to heaven and live forever, and your soul will go to the hell and live forever. उसले भन्यो उसले के भन्यो भने तिम्रो आत्मा अथवा चाहिँ तिम्रो जुन प्राण तिमीबाट निस्किएको छ त्यो तिम्रो चाहिँ सास त्यो कुरा स्वर्गमा जान्छ र सदा सर्वदा त्यहाँ चाहिँ अनन्तका वर्षभरि बाँचिरहन्छ, अथवा नर्कमा गयो भने पनि नर्कमा पनि सधैँ बाँचि नै रहन्छ भनेर चाहिँ भन्यो। भने त्यही सिकायो। He made the Son as God. Okay. Son is God. Yeah, he made because he wanted to take away God, and so instead of God, he made the Son as God. र अब परमेश्वरको स्थानमा उसले परमेश्वरको स्थानबाट हटाएर परमेश्वरको स्थानमा उसले चाहिँ सूर्यलाई ल्यायो र
र परमेश्वरले बनाउनु भएको सूर्यलाई अनि त्यही सूर्यलाई चाहिँ उसले चाहिँ अब सूर्य नै देवता हो हाम्रो अथवा चाहिँ सूर्य नै हाम्रो ईश्वर हो भनेर भनेको। Yes, actually, he wanted to destroy, actually, he wanted to kill God. वास्तवमा यो चाहिँ के थियो त भन्दा ऊ चाहिँ परमेश्वरलाई हाम्रो परमेश्वरलाई ऊ नष्ट गर्न चाहन्थ्यो, मार्न चाहन्थ्यो। Yeah, instead of God, he made many gods. Sun god, moon god, Mercury god, Mars god, Jupiter god, Venus god, Saturn god. Yeah. He made many gods instead of God. अब परमेश्वरको ठाउँमा उसले चाहिँ सूर्य देवता, त्यसपछि चाहिँ चन्द्रमा देवता, त्यसपछि मङ्गल देवता, त्यसपछि चाहिँ बुध देवता, बृहस्पति, त्यस्तै सेटर्न शुक्र, ती सबैलाई चाहिँ उसले देवताको रूपमा लियो र त्यसपछि उनीहरू नै देवता हुन् भनेर त्यही हिसाबले चाहिँ त्यो बारको नामहरू पनि रहेको हो। And throughout all other religions, we can find many gods. Many gods. र हामीलाई थाहा छ कि हाम्रो त्यो अरू विभिन्न चाहिँ धर्महरूमा धेरै धेरैवटा चाहिँ ईश्वरहरू छन्, त्यहाँ देवताहरू तिनीहरू। Yes, at night you can look at many stars. According to the Greek, they made all the stars as gods. यो ग्रीक मिथियोलोजी अनुसार, यो ग्रीकको सभ्यता अनुसार जति पनि आकाशमा तपाईँहरू तारा देख्नुहुन्छ त्यो सबैलाई उनीहरूले चाहिँ देवता नै भन्छ। Later we study about that. Satan wanted to make man as gods. र वास्तवमा हामी पछि अध्ययन गरेछौँ शैतानले के चाहन्थ्यो भनेपछि मान्छेलाई चाहिँ त्यो परमेश्वरको स्थानमा रहेको चाहन्थ्यो, परमेश्वरको अस्तित्व हटाउन चाहन्थ्यो। For example, one king died, and then they made that king as God in heaven. र ऊ एउटा राजा मर्यो भनेपछि अब त्यो राजा कहाँ हुन्छ? अब स्वर्गको एउटा राजा हुन्छ, त्यो चाहिँ हामीले बनाउन चाहेको। त्यसको आधारमा स्वर्गमा जाने भयो अनि स्वर्गको राजा हुन्छ त्यो राजा। Especially in Greek mythology, we can find so many gods. त्यसै कारणले गर्दा यो ग्रीकको यो चाहिँ उनीहरूको चाहिँ आफ्नो धार्मिक धारणामा चाहिँ हामी थुप्रैवटा चाहिँ त्यो देवी देवताहरू चाहिँ पाउँछौँ। Among those, the Father God is the Son. अब त्यो देवताहरूको पनि मुख्य देवता चाहिँ अब के हुने भयो? सूर्य देवता। Mother God is Moon. अब त्यस पछाडि अब आमा देवता को हुने भयो? And 5 children. चन्द्रमा। अरू 5वटा चाहिँ तिनीहरू के हुन्? त्यसका छोराछोरी देवताहरू। सूर्य र चन्द्रमाका अरू चाहिँ बाँकी रहेका देवता। Yes, one of them is the daughter. Venus is the daughter. भेनसलाई चाहिँ उनीहरूले चाहिँ छोरी देवता भनेर मान्दछन्। Friday. Yeah. Friday is the day of शुक्रमा यो भेनस छ, शुक्रबार शुक्र हो, त्यसलाई चाहिँ उनीहरूले छोरी देवता मान्छ। later we study about this in detail. पछि यसको बारेमा हामी अध्ययन गरौँला। Satan made all man as gods. शैतानले चाहन्छ कि सबै मान्छेहरूलाई के बनाउन? त्यो ईश्वर बनाउनलाई चाहन्छ, भनेको परमेश्वर बनाउन चाहन्छ। Maybe you may call the stars usually in Korea and in Europe, actors and actresses they are called stars or gods. हेर्नुहोस्, यो हामी यो बाहिरतिरको मुलुकलाई हेऱ्यौँ भने जति पनि चाहिँ कलाकारहरू छन्, पब्लिक फिगरहरू, यी सबैहरूले चाहिँ आफूलाई के बनाउन चाहन्छन्? स्टार बनाउन चाहन्छन्। भन्नु मतलब अब उनीहरू के भए? How about you? नेपालमा छ स्याम, नेपाल स्टार, स्याम also Hollywood 3-star, 4-star, 5-star. If one beautiful girl would appear, and then usually men call her goddess.
Beautiful garden. अब जति पनि स्त्रीहरू छ त्यसलाई चाहिँ गणेश भनेर चाहिँ भनिएको छ त्यो चाहिँ जति पनि देवीहरू भनेको देवता र देवीहरू उनीहरूको परमेश्वर They are the women, but they are usually called goddess or god. There are plenty. Plenty? सरस्वती भनेको अनि जम्मै भवानी सबै लक्ष्मी जम्मै देउतीहरू त हुन्छ काली देउतीहरू Festival. Yeah, there are plenty. Okay, let's go. ल हामी जाम अगाडि फेरि Christ humbled himself and emptied of himself, and he was made as the Son of Man. Philippians chapter 2, verse 5 to 8. Philippians chapter 2, verse फिलिपीको 5 पुस्तक to 8. 2 अध्यायको हामी 5 देखि 8 सम्म हेर्दाखेरि क्रिस आफैले चाहिँ आफूलाई रित्याउनु भयो र के गर्नुभयो उहाँ चाहिँ मानिस भएर आउनुभयो अथवा चाहिँ मानिसको पुत्र गवाइनु भयो उहाँ र हामी फिलिपीको पुस्तकमा जाउँ Yes, our God wanted to humble himself, but Satan wanted to exalt himself. तर हाम्रो परमेश्वर त्यस्तो परमेश्वर हुनुहुन्छ उहाँ आफैलाई चाहिँ नम्र बनाउन चाहनुहुन्छ र नम्र बनाएर पनि देखाउनु भयो तर शैतान त्यस्तो हो जसले चाहिँ आफैलाई इक्जाल्ट गरेर अथवा चाहिँ आफैलाई चाहिँ उसले चाहिँ उठाउन चाहन्छ बढाउन चाहन्छ बढावा दिन चाहन्छ Very interesting. यो एकदमै अचम्म लाग्दो कुरा Do you want to be a Satan or do you want to be like Jesus? अब तपाईँ कस्तो बन्न चाहनुहुन्छ यसो ख्रीष्टको चरित्रमा आफूलाई ढाल्न चाहनुहुन्छ अथवा शैतानको Yeah, I really want to be Christ. र हामी चाहिँ ख्रीष्टको चरित्रमा ढल्नु पर्दछ Yeah, some people have asked me, why don't you eat with us at the restaurant? Why don't you eat the meal with us? ए उहाँ कोही व्यक्तिहरूले चाहिँ उहाँलाई भन्नुभयो किन तपाईँ हामीसँगै चाहिँ खाना खानु हुँदैन भनेर चाहिँ कसैले सोध्नुभयो Actually, I was in the training center of the Korean Union Conference. कोरिया युनियन कन्फरेन्सको कुरा गर्दै हुनुहुन्छ At that time, I was eating with the trainees always. र त्यो बेला चाहिँ सधैँ उहाँ चाहिँ जो व्यक्तिहरू तालिम प्राप्त गर्नको लागि आउनुभएको थियो उहाँहरूसँगै बसेर खाने गर्नुहुन्थ्यो Even in our division training center, also we were always with them, and I was eating with the trainees always. र हाम्रो डिभिजनमा कोरियामा डिभिजनमा पनि कार्यक्रम हुँदाखेरि चाहिँ सधैँ उहाँ चाहिँ उहाँहरूसँगै जो आउनुभएको हुन्छ सिक्नको लागि उहाँबाट त्यो व्यक्तिहरूसँगै बसेर खाने गर्नुहुन्थ्यो Yes, but I'm very sorry actually, यसको लागि म धेरै दुःखित छु यो प्रश्न not eating with you. म चाहिँ अब तपाईँको लागि सँगै बसेर खाना Yes, because I have international stomach actually. International stomach. र मसँग अन्तर्राष्ट्रिय पेट छ If I go to Africa, यदि म अफ्रिकामा गएँ भने I have to eat African meals actually. अफ्रिकानहरूले जो खानुहुन्छ अफ्रिकाको व्यक्तिहरूले त्यही खान सक्छु But my stomach is very special, and so I cannot actually digest all kinds of foods. त्यसै कारणले गर्दा चाहिँ सबै ठाउँतिरको चाहिँ भोजनलाई उहाँको पेटले पचाउन सक्ने रहेछ सक्दैन Cannot forgive me. अझै कतिजनाले मलाई ठाउँ दिन सक्नु भएको Maybe Nepali people can eat the Korean food, so why not? Let's prepare the Korean food. If you make Korean food and if you give me Korean food, actually I can eat. यदि तपाईँले मलाई कोरियन खाना दिनुभयो भने म तपाईँसँग बसेर खान सक्छु Actually, I'm a vegetarian. म शाकाहारी हो वास्तवमा I cannot eat any meat. म कुनै पनि प्रकारको मासुहरू खाँदैन
In my childhood, I was Protestant church member. My mom was a Presbyterian church म member. मेरो बाल्यपन अवस्थामा चाहिँ मेरो आमासँगै म एउटा प्रोटेस्टेन्ट चर्चमा जान्थेँ। I could eat beer, meat, but since becoming Adventist, I became a vegetarian. र त्यो बेला म मासु खाने गर्थेँ, तर जतिखेरबाट जुन बेलाबाट म चाहिँ एडभान्टिस्ट भएँ, सेभेन्थ एडभान्टिस्ट, त्यसपछि चाहिँ मैले मासु Over खान 50 छोडेँ। years, I could not eat meat, any meat, fish. 50 वर्षभन्दा माथि भयो मैले चाहिँ अहिलेसम्म मासु खाएको छैन। मासु, माछा, पनिर। I'm a vegan. Sometimes I try to my best to eat pure milk, natural milk or organic air. Yeah, sometimes, but it is not comfortable for me to eat that. But I try. But it's long time not to eat, for me to not eat meat or egg and milk or something. And so, yeah. कहिलेकाहीँ चाहिँ एकदमै शुद्ध र विशेष गरी चाहिँ अर्ग्यानिक भन्नु तर अर्ग्यानिक दुध पाइयो भने कुनै पनि मिश्रण नभएको अनि अन्डा पाइयो भने म खाने गर्थेँ खान्थेँ। Yeah. But I try. त्यो पनि उहाँको चाहिँ खासमा चाहिँ त्यो ओरिजिनल डाइट भनेर होइन, कहिलेकाहीँ चाहिँ उहाँको चाहिँ यो शक्तिको लागि चाहिँ उहाँले चाहिँ खाने गर्नुहुन्थ्यो, तर धेरै भयो अहिले त्यो पनि खानुभएको छैन। Because of the special smell, actually I cannot eat the egg. त्यो अन्डाको जुन चाहिँ एउटा आउँछ जुन किसिमको स्मेल आउँछ त्यो कारणले गर्दाखेरि म उहाँलाई चाहिँ अन्डा खान मन पर्दैन। Okay, anyway. Really, I'm very sorry. Really, I'm very sorry. Not eating with you. फेरि उहाँले त्यही कुरा भन्नुभयो, तपाईँहरूसँग खाना नपाउँदा चाहिँ उहाँ दुःखी हुनुहुन्छ। Actually, I like you. I love you actually, and so I want to eat with you in the cafeteria, but it's तपाईँहरूसँगै तपाईँहरूलाई मनपर्छ, तपाईँहरूलाई म माया गर्छु, तपाईँहरूसँगै भोजनालयमा बसेर खाने इच्छा मेरो हो, तर खान नसक्नुको कारण चाहिँ मेरो स्वास्थ्यले अथवा मेरो शरीरले अहिले पचाउन नसकेको कारणले गर्दा हो। Yes, I think Mrs. Shin, yeah, she's a good cook. Actually, she always gives me, yeah, healthy food, always, and so I delight with her food. र उहाँको लागि चाहिँ खाना तयार पारिदिनको लागि हाम्रो विलियम सरको श्रीमती म्याम हुनुहुन्छ, म्याम फागुनी, र उहाँले चाहिँ मिठो मिठो खानेकुराहरू र त्यसपछाडि चाहिँ राम्रो फलफुलहरू उपलब्ध गराउनुहुन्छ। Yes, Jesus was glad when he mingles with the people. He always likes to mingle with the congregation, with the sinners. र उहाँको चाहिँ एउटा स्वभाव राम्रो लाग्यो किनभने सबैसँग उहाँ मिल्न सक्नुहुन्छ, मिलनसार हुनुहुन्छ र उहाँ चाहिँ सधैँ चाहिँ यसरी सहायता गर्ने कुरामा अगाडि हुनुहुन्छ। Yes, so we must follow the steps of Jesus. र यो चाहिँ येशू ख्रीष्टकै पाइला पछ्याइरहेको अवस्था हो। Revelation chapter 3 verse 21 and 32. प्रकाशको पुस्तक 3 अध्यायको 21 र 22 Revelation chapter 30, 21 and 32. Yeah. 20 बाटै Jesus said, if you open your door, I will enter you and I want to have a meal with you. यदि तिमीहरूले चाहिँ आफ्नो ढोका खोल्यौ भने म त्यहाँभित्र बस्नेछु तिमीहरूसँग र तिमीहरू र मैले चाहिँ म तिमीहरूसँग खानेछु। हेर म ढोकामै उभिएर ढोक्दै गाउँदैछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यसमा भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। 21 जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितेँ र मेरो पितासँग उहाँको सिंहासनमा बसेको छु। 22 Okay, anyway, if you evangelize your neighbors, you should
mingle with them and eat the meals together, and then that's the best way to lead them to Christ. यदि तपाईँ चाहिँ यो सुसमाचार अथवा चाहिँ यो गुड न्युज सुसमाचारलाई तपाईँहरूको छिमेकमा पुर्याउन चाहनुहुन्छ भने सर्वप्रथम उहाँहरूसँग चाहिँ के गर्नुहोस्, मेलमिलापमा जानुहोस्, मिल्नुहोस् अनि उहाँहरूसँग बसेर अवसर मिल्यो भने खाना सँगसँगै खाइदिनुहोस् अनि त्यस पछाडि चाहिँ तपाईँले यो कार्य तपाईँले गर्न सक्नुहुन्छ। I respect Pastor Samuel. म हाम्रो पास्टर सामुएल बुवालाई चाहिँ आदर गर्दछु। Yeah, we cannot see him in this chapel. यो पटक चाहिँ हामीले उहाँलाई भित्र देखेका छैनौँ। Actually, he is my elder brother. र उहाँ चाहिँ मेरो जेठो दाजु हुनुहुन्छ। Maybe he is now 76. उहाँ चाहिँ 76 वर्षको हुनुभयो। Yeah, he is older than me. मभन्दा जेठो हुनुहुन्छ। But he is still now working at the cafeteria now. र अहिले भोजनालयमा किचनमा काम गर्दै हुनुहुन्छ। Yeah, so I respect him. He always walks in the cafeteria and he eats the meals with you. Yeah, right? यस, उहाँले चाहिँ सधैँ तपाईँहरूको लागि हाम्रो लागि सबैको लागि खाना तयार गरिरहनुहुन्छ हैन, खाना तयार गर्नुहुन्छ। Yes, if it is possible, I want to eat with you like him, but okay, sorry, very sorry. उहाँले जस्तै गरी सम्भव भएसम्म म तपाईँहरूसँग बसेरै खान चाहन्थेँ, तर त्यसको लागि चाहिँ म फेरि माफी चाहन्छु। Actually, I am not higher than you. I am less than you. म तपाईँहरूभन्दा माथिल्लो पोजिसनको भएर होइन, तर तपाईँहरूभन्दा म तलको चाहिँ हो। I am your servant. तपाईँहरूको सेवा दिने, तपाईँहरूलाई सेवा गर्ने व्यक्ति हो। I must serve you. But, म तपाईँहरूलाई सेवा दिन चाहन्छु। yeah, sorry, very sorry. त्यसको लागि क्षमा Yeah, गर्नु। some people actually ask me, why don't you eat a meal with us? I'm sorry, very कोही sorry. व्यक्तिले मलाई भन्नुभयो किन तपाईँ चाहिँ हामीसँगै बसेर खाना खानुहुन्न त भनेर चाहिँ सोध्नुभएको थियो। I'm not a special man. म त्यस्तो विशेष व्यक्ति भएर होइन यो गरेको। Do you forgive me? तपाईँ मलाई क्षमा दिन तयार हुनुहुन्छ? Many people do not agree. चाहिँ दिन चाहनु भएन। Thank you, thank you. धेरै धन्यवाद। But you may not eat my meal because that food is very little salty. And yeah, your food is generally salty, but my food, especially Elder Shin's wife's food, is so less salty, and so you cannot eat of my meals. Sorry. उहाँको खाना चाहिँ तपाईँहरूको खानाभन्दा फरक छ भन्नुभयो। उहाँको खानामा चाहिँ अलिकति कम नुन छ, Yeah, तपाईँहरूकोमा अलिक बढी छ। very less salt, oily actually. तेल पनि उहाँकोमा कम छ। I don't like foods, oily foods. Oil, Oily grease. foods. I don't वास्तवमा like. चाहिँ उहाँलाई त्यो चिल्लो कुराहरू, चिल्लो मिसिएको खानेकुरा मन पर्दैन, खाना मन पर्दैन। Okay, actually, oily foods are not, good for your health. तपाईँहरूको स्वास्थ्यको लागि त्यो चिल्लो खाना चाहिँ खासै राम्रो छैन, स्वास्थ्यको लागि यो राम्रो होइन। I think some of you have diabetes, maybe. Diabetes. Diabetes. Disease. मधुमेह होला कतिजना तपाईँहरूसँग? I think many people have now diabetes. Maybe. तपाईँहरूमा कति सायद धेरै नै हुनसक्छ त्यो चाहिँ मधुमेह चाहिँ। Yes, meat, fish, or much oil is so bad for your health. जस्तै especially मासु for the अनि diabetes. त्यसपछि माछा, धेरै चिल्लो कुराहरू चाहिँ यो एकदमै स्वास्थ्यको लागि हानिकारक छ। Especially fried chicken, fried foods are so bad actually. जति विशेष गरी चाहिँ मात्रै भुटेको मात्रै हुन्छ त्यो मासुहरू, अनि त्यसमा चाहिँ माछा सबै। Once again, यो पटक फेरि what was the original diet in the Garden of Eden? अदमको बगैँचामा हाम्रो चाहिँ सर्वप्रथम परमेश्वर दिनुभएको पहिलो खाना के थियो? मुख्य खाना Yes, Genesis chapter 1 verse 29. यो चाहिँ उत्पत्तिको पुस्तक 1 अध्यायको 29 पदमा लेखेको छ। Genesis chapter 1 verse 10. 1:29 मा
Yes. Fruits containing seeds from the tree and from the grape. र यहाँ 1:29 भन्दछ, अनि परमेश्वरले भन्नुभयो, हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु, यी तिमीहरूलाई आहारको निम्ति हुनेछन्। आमेन। Yes, in Korea, officially we do not offer, we do not give meat or fish in our official institute, especially in the training center. आधिकारिक रूपमा र विशेष गरी ट्रेनिङ सेन्टरमा कोरियामा चाहिँ हामी आफैले चाहिँ मानिसलाई चाहिँ मासु दिँदैनौँ भन्नुहुन्छ। मासु खाने हुन्छ नि, एउटा हप्तामा 1 दिन अथवा 2 दिन त्यस्तो त्यो दिँदैनौँ कोरियामा भन्नुहुन्छ। Because we must follow the actually, the Bible pattern of our health, and so we must not, we must not offer our trainees meat and fish, oily foods also. र त्यो ट्रेनिङ सेन्टरमा चाहिँ मासु, माछा र यो चिल्लो कुराहरू, चिल्लो धेरै विषयको खानेकुरा चाहिँ हामी दिँदैनौँ, किनभने हामीले बाइबलको प्याटर्नलाई अथवा चाहिँ बाइबलको स्वास्थ्य नियमलाई चाहिँ हेरेर हामीले मध्यनजर गरेर त्यो जति पनि तालिममा आउँछ त्यो व्यक्तिहरूलाई त्यो दिँदैनौँ। I've been to Africa. जतिखेर म अफ्रिकामा थिएँ, Yes, in my training I did not give them coffee, meat, fish, olive fruits, and then after the training, usually their health became better, especially from the diabetes. जतिखेर म अफ्रिकामा थिएँ त्यो बेला चाहिँ मैले मासु, माछा, चिल्लो खानेकुराहरू र क्याफिन युक्त कुराहरू जस्तो चिया, कफीहरू केही पनि खान दिएन र तालिम भरि नै उहाँले चाहिँ सिक्नुभयो त्यसरी नै खान। तालिम सकिसकेपछि धेरैजना मानिसहरूलाई चाहिँ धेरै चाहिँ पहिलाको भन्दा स्वस्थ पाइयो, विशेष गरी डायबिटिज घट्यो, मधुमेह चाहिँ घटेको अवस्था थियो। Especially Ethiopia is a country of coffee. Almost of them, are drinking the coffee daily. इथियोपियाका पर्याप्त मानिसहरूमा चाहिँ यो चियाको आदत नै बसेको छ, चिया कफीको चाहिँ आदत छ। धेरै मानिसहरूले चाहिँ कफी खाने गर्नुहुन्छ, कफी पिउने। As I recommended them not to drink the coffee, but actually they don't like it. But they must have followed my admonition. Actually, after 40 days, some of them, became much better, in health. Actually. र त्यो आदतै भए तापनि मैले चाहिँ भनेको अनुसार उहाँले चाहिँ मलाई चाहिँ मैले भनेको निर्देशनलाई पालना गरिसकेपछि त्यो 40 दिन पछाडि चाहिँ धेरैजना मान्छेले चाहिँ आफ्नो गुमेको स्वास्थ्य प्राप्त गर्नुभयो। भन्नुको मतलब चाहिँ पहिलाको भन्दा धेरै राम्रो स्वास्थ्य प्राप्त भयो। I would like to admonish you, like them, please. Don't drink the coffee and don't eat the meat. Maybe lamb and chicken are so delicious to you, but if you want to live a more healthy life, you should stop eating the meat and drinking the coffee. र अब म तपाईहरुलाई पनि त्यही कुरा भन्छु, हुन सके चाहिँ तपाईहरुले चाहिँ माछा मासुहरु नखानुहोस्, किनभने चियाहरु पनि नखानुहोस्। होला अहिले चाहिँ त्यो भेडाको, बाख्राको मासु अथवा चिकनको मासु धेरै तपाईलाई चाहिँ स्वादिष्ट लाग्ला, तर तपाईले चाहिँ त्यो खान छोड्नु भयो भने तपाईको चाहिँ आयु बढ्नेछ, तपाईले चाहिँ स्वास्थ्य पनि राम्रो प्राप्त गर्नुहुन्छ। Okay, as you see me, I have any notes, only this one. र यदि तपाईले मलाई नै हेर्नु भयो भने मसँग कुनै त्यस्तो चाहिँ लेखेको नोट छैन, खाली मात्रै मसँग बाइबल छ। Yes, I have not eaten any meat at least more than 50 years. कुनै पनि मासु नखाएको पनि 50 वर्ष भन्दा बढी भइसकेछ। And my blood, according to the medical doctor, my blood is so clean. मेडिकल म जो डाक्टर हुनुहुन्छ, डाक्टरकै भनाइ अनुसार पनि मेरो अहिले पनि रगत एकदमै शुद्ध छ, सफा छ, शुद्ध हुन सफा छ, क्लिन। I don't like oily food. त्यसै कारणले गर्दा मलाई चाहिँ यो चिल्लो कुराहरू चाहिँ चिल्लो खाने कुरा मन पर्दैन। No meat, no fish.
मासु पनि होइन, माछा पनि होइन। and then my blood became very clean. So my brain can walk, yeah, actually, according to the Holy Spirit. त्यसै कारणले गर्दा उहाँको रगत अहिले एकदमै चाहिँ रगत पनि के छ, सफा छ र दिमागले राम्रोसँग काम गरेको छ, किनभने मैले चाहिँ मेरो दिमागले अहिले पनि काम गर्न सक्दैछ, किनभने पवित्र आत्माको शक्तिले। आमेन। Some people have asked me, please give me your sermon or your lecture outlines, but actually I don't have not one. कतिजनाले चाहिँ भन्ने गर्नुहुन्छ अरे यो तपाईँले जुन चाहिँ प्रचार गर्दै हुनुहुन्छ यो सर्मन अथवा वचन यो चाहिँ जुन लेसन प्लान छ त्यसको कुनै आउटलाइनहरू जो चाहिँ त्यसको मोटामोटी हिट मलाई दिनुहोस् भन्नु, तर त्यस्तो मसँग केही पनि छैन। Yes. In the early morning, I used to pray to God, confess my sins, and after that, I usually open my book, my Bible, and then I kneel down before the Lord, and usually I pray to God, please teach me, illumine your words. I just wait for God's illumination, and then finally, by the Holy Spirit, Jesus opened his Bible and teach me. Yeah, very interesting experience. अचम्मको कुरा त के छ भने जब बिहानै म उठ्छु, बिहानै उठिसकेपछि म घुँडा टेक्छु र प्रार्थना गर्छु। सर्वप्रथम चाहिँ परमेश्वरलाई धन्यवाद दिन्छु, त्यस पछाडि चाहिँ मेरो पाप क्षमाको लागि प्रार्थना गर्छु र आज मैले सिक्नुपर्ने र सिकाउनु पर्ने कुरा के हो मलाई चाहिँ थाहा दिनुहोस्, मलाई चाहिँ बताइदिनुहोस् भनेर म भन्छु र त्यही बेला चाहिँ येशू ख्रीष्टले मलाई सिकाउनुहुन्छ बाइबलबाट यो खण्डबाट यो कुराहरू चाहिँ गर्नुपर्छ भनेर चाहिँ मेरो विवेकमा त्यो कुराहरू हालिदिनुहुन्छ र त्यही हिसाबले चाहिँ म अगाडि बढ्छु। Yes, the book of Acts chapter 2 verse 38. हामीले चाहिँ प्रेरितको पुस्तक 2 अध्यायको 38 पदलाई हेर्यौँ भने Later we'll study about this more. And the book of Acts chapter 2 verse 38. Apostle Peter said, repent and be forgiven of all your sins and be baptized, and then you shall receive the gift of the Holy Spirit. यो विषयमा हामी पछि पनि पढ्दैछौँ, तर अहिले चाहिँ हामी यो 2:38 लाई हामीले हेरौँ। पत्रुसले चाहिँ तिनीहरूलाई भने पश्चाताप गर र तिमीहरूका पापहरूको निम्ति येशू ख्रीष्टको नाममा तिमीहरूले के गर बप्तिस्मा लेऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ। The first thing that we should do is to repent of our sins. सबैभन्दा पहिलो मुख्य कुरा चाहिँ हाम्रो तर्फबाट के हो भने हामीले हाम्रा पापहरू चाहिँ के गर्ने, पश्चाताप गर्ने, हाम्रो पापहरूको लागि पश्चाताप गर्ने। Before opening the Bible, before studying the Bible, first you should repent of your sins. Very important. महत्त्वपूर्ण कुरा यो छ कि तपाईहरुले बाइबल खोल्नुभन्दा पहिला चाहिँ तपाईले चाहिँ हाम्रो पापको लागि पश्चाताप गर्नुहोस् पहिला। You should be purified with the blood of Jesus first. तपाई येशू ख्रीष्टको रगतद्वारा पहिला चाहिँ शुद्धिकरण हुनुहोस्, शुद्ध हुनुहोस्, And then the Holy Spirit will come to you. The Holy Spirit will come to you and teach you. पवित्र आत्मा तपाईमा आउनुहुनेछ, तपाईलाई चाहिँ सिकाउनुहुनेछ। Actually, usually in the morning, Jesus Lord usually writes his law or his teaching on my brain. वास्तवमा चाहिँ बिहान बिहान येशू ख्रीष्टले चाहिँ आफ्नो नीति नियमहरू विशेष गरी आफ्नो कानुनहरू चाहिँ उहाँले चाहिँ सबै कुराहरू चाहिँ उहाँको यो दिमागमा लेखिदिनुहुन्छ कि कसरी पढाउने भनेर। And so, त्यसै कारण the apostles preach the gospel not according to their own thinking, but only by the Spirit of God. प्रेरितहरूको समयमा चाहिँ हामी प्रथम शताब्दीको मण्डलीमा प्रेरितहरूको समयमा गयौँ भने उनीहरूले चाहिँ आफ्नै ज्ञानद्वारा चाहिँ उनीहरूले मात्रै आफ्नै ज्ञानद्वारा सिकाउँदैन थिए, तर पवित्र आत्माको अगुवाईद्वारा चाहिँ उनीहरूले चाहिँ प्रचार गर्ने गर्दथे। The book of Acts chapter 2 verse 4. प्रेरितको पुस्तक 2 अध्यायको 4 पदमा, The book of Acts chapter 2 verse 4. 4 मा अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। Yes, the disciples of Jesus, they did preach the gospel
not according to their own thinking or wisdom, but only by the Holy Spirit. र उनीहरूको आफ्नै चाहिँ ज्ञान अनुसार अथवा चाहिँ आफ्नै बुझाइ अनुसार होइन, तर पवित्र आत्माको सहायताले अथवा पवित्र आत्माले जे सिकाउनुहुन्छ, जे उच्चारण गर्न दिनुहुन्छ, त्यही बमोजिम उनीहरूले के गरे, Yes, पढाउन थाले। as the Spirit gave them utterance. र उच्चारणको लागि पनि पवित्र आत्माले नै दिनुभयो उनीहरूको उच्चारण। Last part of this verse. As the Spirit gave them utterance. Utterance means saying. जे भन्न उहाँले चाहिँ सिकाउन चाहेको कुरा, उहाँको चाहिँ जो पवित्र आत्माले भन्नुभयो त्यो कुरा चाहिँ तिनीहरूले सिकाए। Yes, they preached the gospel with their own words, but with the utterances of the Holy Spirit. हो, उनीहरूको अनुभवमा आफ्नै शब्दहरू हुन्, तर पनि उच्चारण चाहिँ जुन किसिमको चाहिँ सिकाउनु पर्ने कुराहरू जुन प्रभाव छोड्नु भएको त्यसको चाहिँ पवित्र आत्मा हो। Actually, who did preach the gospel? र वास्तवमा चाहिँ यो सुसमाचार चाहिँ कसले प्रचार गर्नुहुन्छ? Not the disciples of Jesus, but the Holy Spirit. Yeah, preached the gospel through their lips. The preacher was the Holy Spirit. ती चेलाहरूले चाहिँ सुसमाचार प्रचार गरेनन्, सुसमाचार प्रचार चाहिँ पवित्र आत्माले गर्नुभयो, तर मुख चाहिँ कसको प्रयोग गर्नुभयो? चेलाहरूको मुख प्रयोग गर्नुभयो भनेको उनीहरूद्वारा चाहिँ प्रचार गर्नुभयो। And so sometimes I used to fast because of very important sermon. कहिलेकाहीँ हामी उपवास बस्दा राम्रो हुन्छ। Right. I must be ready for the important messages. I must be ready for the important messages of God. र म चाहिँ एकदमै तयारी हुनै पर्छ किनभने बाइबलको महत्त्वपूर्ण कुरा सिकाउनको लागि। If I eat the food fully, यदि मैले चाहिँ धेरै खाना खाएँ भने yes, the blood of my body would be gathered into my stomach. 2/3 of thirds. र त्यो धेरै खानाले गर्दाखेरि चाहिँ राम्रोसँग रक्त सञ्चालन पनि हुन सक्दैन। त्यो खाना चाहिँ जब गएर पेटमा थुप्रिएको हुन्छ। Yeah, usually, scientists say if we eat the meal full and then usually 2/3 of blood will be gathered into the stomach. र जब हामीले For digestion. खाना खान्छौँ र खाना खाइसकेपछि चाहिँ यो 3 भागमा चाहिँ 2 भाग ब्लड चाहिँ त्यो खाना पचाउने कुराको लागि चाहिँ सक्रिय हुन्छ। But if we would fast, our all blood would be gathered in the brain. र यदि हामीले चाहिँ खाना खाएर उपवास बस्यौँ भने त्यो समयमा चाहिँ हाम्रो चाहिँ जम्मा रगतहरू चाहिँ हाम्रो ब्रेनमा गएर जम्मा हुन्छ। Sometimes I would like to fast because of important lectures. त्यसै कारणले गर्दा जब मलाई चाहिँ एकदमै महत्त्वपूर्ण चाहिँ कुनै लेक्चरहरू बाइबलको सन्देशहरू दिनुपर्ने छ सदा चाहिँ भन्दा अझ महत्त्वपूर्ण त्यो बेला चाहिँ म उपवास बस्ने गर्छु। Yes, in my school days, I fast Sabbath morning because of the Sabbath sermon. र विशेष गरी सन्देश चाहिँ मेरो लागि जस्तै साबतको दिन मेरो दिन महत्त्वपूर्ण हुन सक्छ, त्यही भएको कारणले गर्दा साबतको बिहान चाहिँ मेरो पेट खाली हुन्छ अथवा म खाली। And so salty food is not good for your brain. Also, salty foods are not good for your एकदमै नुनिलो खाना चाहिँ तपाईहरुको स्वास्थ्यको लागि राम्रो होइन, दिमागको लागि। Preachers, pastors, please remember, salty and oily food is not good for your preaching. प्रचारकहरू र पास्टरहरू म तपाईहरुसँग चाहिँ भन्न चाहन्छु, तपाईहरु सम्झिनुहोस्, तपाई प्रचारकहरूको लागि चाहिँ नुनिलो खाना र विशेष गरी चाहिँ चिल्लो खानेकुराहरू चाहिँ तपाईहरुको लागि होइन। Okay, actually you must reform your diet. तपाईले हाम्रो डाइटको बारेमा, भोजनको बारेमा सोच्नै पर्छ, सुधार गर्नुपर्छ।
Yeah, this is so important for you. Okay. तपाईँहरूको लागि महत्त्वपूर्ण कुरा छ। Yeah, it's not easy for you to reform diet, but yeah, you should reform the diet. यहाँ नेपालीमा भन्ने कुरा नि पास्टर बुझ्नुभयो जस्तै भन्नुभयो कि हो अप्ठ्यारो छ तपाईँहरूले चाहिँ जुन कुराहरू सिक्दै आउनुभएको छ खाँदै आउनुभएको छ गाह्रो छ तर पनि तपाईँहरूले चाहिँ यसलाई सुन्याउनु हुनुपर्ने आउँछ। Okay. You will try. के तपाईँ प्रयास गर्नुहुनेछ? Yeah, ladies, you are so important person. दिदीबहिनीहरू तपाईँहरू चाहिँ एकदम महत्त्वपूर्ण व्यक्तिहरू हुनुहुन्छ व्यक्तित्वहरू। If you do not reform your diet, यदि तपाईँले अब खानेकुरामा सुधार ल्याउनु भएन भने your husband cannot do reform. Actually. तपाईँहरूले नै खाने पकाउने कुरामा चाहिँ सुधार ल्याउनु भयो भने तपाईँहरूको श्रीवानमा त्यो सुधार आउने छैन। Okay, will you try? के तपाईँहरू प्रयास गर्नुहुनेछ? Thank you. धन्यवाद प्रयास गर्ने बाचा गर्नुभयो। Actually, yeah, please tell the cafeteria man. Actually, last time I told Pastor Samuel, please don't give oily food to the trainees, but how about it? I don't know you. र मैले चाहिँ हाम्रो दाजु सामूलाई पहिल्यै भनेको छु उहाँहरूलाई चाहिँ कृपा गरी उहाँलाई चिल्लो धेरै चिल्लो खानेकुरा नदिनु भनेको थिएँ तर तपाईँहरूले कस्तो पाउनु भएको छ त? Very good. धन्यवाद राम्रो। Pastor Samuel loves you, and so he gives you Sophie and Julie. Maybe. Yeah. पास्टर सामुएलले तपाईँलाई प्रेम गरेको कारणले गर्दा उहाँले चाहिँ यो सबै कुरालाई रिड्युस गर्नुहुन्छ कम गर्दै जानुहुन्छ तेल नुन त्यसपछि खोर्सानी अनि त्यसपछि चाहिँ स्पाइसी भनेको मसलाहरू त्यो मसलाहरू Do you remember Daniel? के दानिएललाई सम्झिनु भयो? Yeah, he did not eat of any meat and drink of any wine. And then, yeah, what kind of blessing did we receive from God? हजुर यस दानिएललाई सम्झिनुहोस् उहाँले चाहिँ कुनै किसिमको मासु पनि खानु भएन कुनै मद्य पनि मद्य भन्दा चाहिँ दाग मद्यहरू पनि पिउनु भएन त्यस पछाडि चाहिँ त्यहाँ भएको कुनै पनि राजकीय कुनै पनि भोजन खानु भएन त्यसपछि दानिएललाई तपाईँले दानिएल र उनका साथीहरूलाई तपाईँले कस्तो पाउनु भयो? What kind of blessing did it receive? कस्तो आशिषहरू? रुष्ट पुष्ट बलिया Intelligence, स्ट्रङ is strong in health, and स्वास्थ्यमा बलियो and that's all. त्यति मात्रै हो त? What kind of blessing did you receive from God? Long life. Good. Actually, he lived 90 years old. Actually. उहाँ 90 वर्ष जति बाँच्नुभयो। And then, it is all long life, intelligence, health. भौतिक प्राप्त गर्नुभयो स्वास्थ्य प्राप्त गर्न लामो आयो उहाँको भयो। Is it all? Huh? Yeah, who did say? Like God without God is so happy. Yeah. Daniel chapter 1 verse 17. एकको 17 मा Daniel chapter 1 verse 17, as these four young men, God gave them knowledge and skill in all literature and wisdom. And Daniel had understanding in all visions and dreams. 17 मा यी चार जवान मानिसहरू परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ बोल्न सक्ने भए। आमेन। Daniel received the physical blessing, mental blessing, and finally, the most important blessing was spiritual blessing.
र शारीरिक रूपमा दानियलले चाहिँ आशिष पाउनुभयो, मानसिक रूपमा पनि उहाँले पाउनुभयो बौद्धिकता, र त्यस पछाडि चाहिँ आत्मिक रूपमा अन्तमा त आत्मिक रूपमा पनि उहाँले चाहिँ आशिष पाउनुभयो। Yes, he became a prophet. त्यसपछि चाहिँ उहाँ के हुनुभयो? एक भविष्यवक्ता हुनुभयो, अगमवक्ता। Yes, spiritual blessing is the most important blessing that we have. र उनीले पाएको सबैभन्दा महत्त्वपूर्ण आशिष चाहिँ आत्मिक आशिष हो। Very important. यो धेरै महत्त्वपूर्ण। Okay. Do you want to be like Daniel, the prophet Daniel? अगमवक्ता दानियल जस्तै बन्न चाहनुहुन्छ तपाईँ? Of course. You should be a prophet. हुन सक्छ तपाईँ चाहिँ अगमवक्ता बन्न सक्नुहुन्छ। Yes, according to the Bible, बाइबलको अनुसार the wife of Isaiah, she was also a prophetess. Woman, wife of Isaiah. यसैयाको श्रीमती पनि अगमवक्ता थिइन्, She was also a prophetess. Woman अगमवक्ता prophet. थिइन्, अगमवादिनी थिइन्। Very interesting. एकदम इन्ट्रेस्टिङ कुरा हो। We don't know her name, but according to the Bible, she was a prophetess. बाइबल अनुसार उनी चाहिँ के थिइन्? अगमवादिनी थिइन्। Bearing a child, she named, her son according to the vision of God, actually. बच्चा पाउँदाखेरि चाहिँ त्यसको नाम के राख्ने भन्ने कुरा चाहिँ सपना अनुसार जुन चाहिँ दर्शन दिएको थियो त्यही अनुसार राखिएको थियो। Later, if I have a time to say about wife of Isaiah, she was very faithful and very he made for prophetess actually. She had a vision actually. उनले चाहिँ दर्शन पनि उनले दर्शन पनि देखेकी थिइन् त। समय भयो भने यसको विषयमा अध्ययन गरौँला। जब हामी चाहिँ यो विषयमा पढ्दछौँ तब चाहिँ उनी चाहिँ एकदमै असल एकदमै आत्मिक व्यक्ति। Okay, anyway, the most important thing of our health message is त्यसै कारणले गर्दा यो स्वास्थ्यको जुन सन्देश, स्वास्थ्य सम्बन्धीको म्यासेजहरू छ, जति पनि सन्देशहरू, यो चाहिँ खालि शरीरको लागि मात्रै नभएर यो आत्मिक रूपमा पनि अत्याधिक फाइदा छ। okay. Remember, Satan wants to possess our brain. र शैतानले चाहिँ हाम्रो यो दिमागलाई कब्जा गर्न चाहन्छ। Yes, he wants to possess this brain र यसलाई कब्जा गर्न चाहन्छ through meat, coffee, and false habit, something like this. He wants to possess our brain, and then he wants to rule over our brains. र यो पुरै कब्जा गर्न चाहन्छ। त्यसलाई चाहिँ कस्तो कुराहरूबाट भनेपछि मासुहरू खाएर अनि चिया कफीहरू अनि त्यस पछाडि चाहिँ False habit, गलत बानी व्यवहारहरू, eating meats, drinking coffee, drinking teas also. चियाको कुरा, चिया खाएर, चिया पिएर, Eating much. धेरै खानेकुरा खाएर। Okay, maybe some of you usually are eating much. तपाईहरु कतिजनाको चाहिँ धेरै खाने बानी पनि होला। How about you? No? Yeah. Sometimes? Sweet and tasty, and then you can eat much more. Right. I've been to Bangladesh. Yeah. Actually, I was surprised at their diet. Like the mountain. बङ्गलादेशमा हुँदाखेरि चाहिँ धेरै खाने मान्छे मात्र हुन्छ। जस्तै पहाडै जस्तो, लाइक माउन्टेन। थुप्रो लाग्यो, पहाड थुप्रिएको हुन्छ। Mount Everest. Especially at late evening. ढिलो खानेकुरा पनि
रातिमा चाहिँ ढिलो खाने, ढिलो भनेको अबेर भनेको राति, अबेर खाने, घाम अस्ताएभन्दा पछि। Yeah, actually, after eating, they usually cannot breathe. Easy. र सास प्रश्वास गर्न पनि हामीलाई एकदम अप्ठ्यारो हुन्छ। Like that. त्यो हामीलाई पनि हो है बङ्गलादेशलाई देखाएर। खाना नेपालमै छ। Okay, and so we usually offer the supper early because at late evening, if you eat much, yeah, all the calories will be changed into sugar. र यदि साँझखेर खाने खाना तपाईँहरूले ढिलो खानुभयो, राति खानुभयो भने जति पनि तपाईँहरूसँग भएको क्यालोरी छ नि, त्यो क्यालोरी सबै कुराहरू चाहिँ त्यो भएको क्यालोरी चाहिँ सुगरमा परिणत हुन्छ। And then चिनी बनाउने कुरा। gradually your belly becomes like बिस्तारै बिस्तारै तपाईँको पेट चाहिँ ठुलो बन्दै जान्छ, like the mountain. झ्याम्पे। झ्याम्पे हुँदै जान्छ खासमा। Be careful. Actually, in my home, I usually used to eat the meal 2 times a day. वास्तवमा चाहिँ उहाँहरूकोमा 2 पटक खाना खाइन्छ। 9 o'clock a.m. and 3 o'clock p.m. बिहान 9 बजे अनि दिउँसोतिरको 3 बजे। My wife always check my belly, श्रीमतीले सधैँ मेरो पेटलाई चेक गर्नुहुन्थ्यो। how many inches she always check my belly. सबै उहाँले चाहिँ चेक गर्नुहुन्छ कति छ भनेर। You are higher than the कति छ? It's not good. You त्यो want असल होइन। to eat the meal at late evening. Okay? त्यो भएकाले गर्दा Before sunset. खानुहोस्। Before sunset, you should सूर्य eat the meal. अस्ताउनुभन्दा पहिल्यै खाना खानुहोस्। Okay, I have been to Indonesia, जब म इन्डोनेसियामा थिएँ, yeah, remote countries. एकदमै ग्रामीण एरियामा, There was no electricity. त्यहाँ विद्युत पनि थिएन। And then, usually they eat the meal, supper meal, always before sunset because there is no electricity and then they cannot see the food. उज्यालो नभएको कारणले अथवा चाहिँ बत्तीको प्रकाश नहुने भएको कारणले राति पर्नुभन्दा पहिल्यै अथवा चाहिँ घाम अस्ताउनुभन्दा पहिल्यै उहाँको खाने पानी नै भइसक्यो। Before sunset, yeah, usually at least 1 hour before the sunset, they usually eat the supper. उहाँको खाने पानी सूर्य अस्ताउनुभन्दा 1 घण्टा पहिल्यै। And after sunset, they used to enter into the cottage and sleep. त्यसपछि सूर्य अस्ताइसकेपछि उहाँहरू चाहिँ आफ्नो सुत्ने एरियातिर जानुहुन्छ कटेजमा, अनि त्यसपछि सुत्नुहुन्छ। And then they to rise up, wake up at 3 o'clock, always. बिहान एकदम सबैले बिहान 3 बजे उठ्नुहुन्छ। They wake up earlier than the cows. भाले बाँच्ने बेला, भन्दा अगाडि। बाँच्नुभन्दा पनि पहिला। Very interesting. एकदमै चाखलाग्दो कुरा हो। Can you do that? No? But I used to wake up early, at least 3 or 4 every day. उहाँ पनि त्यही गर्नुहुन्छ, 3 देखि 4 बजेसम्म बिहान बिउजिनुहुन्छ। At that time, all the brains, yeah, restored actually, according to the scientists. वैज्ञानिकै भनाइअनुसार पनि त्यो बेलासम्म एकदम के भन्छ पूर्ण ताजगीपन आइसकेको हुन्छ, ब्रेन वास भएर पूर्ण ताजगीपन भइसकेको हुन्छ, ताजा भएको हुन्छ। According to the medical doctors, they say from 9 p.m. to 3 a.m., all our organs, especially our brain, will be restored. Actually, they say. Actually. यो औषधि चिकित्सा विज्ञानको अनुसार पनि सबै चाहिँ 3 बजेसम्म चाहिँ जति पनि दिमागको जुन बोजिलोपन छ सबै कुराहरू चाहिँ रिस्टोर भनेको चाहिँ फेरि पुरै स्थापित भइसकेको हुन्छ। जति पनि थकावटहरू सबै समस्याहरू
जेलले समाधान गरिसकेका हुन्छ। Yeah, actually, I used to go to my bed at 8 o'clock. र उहाँ चाहिँ 8 बजे बिस्तरामा जानुहुन्छ। Yes, try to go to bed earlier, okay? प्रयास गर्नुहोस् सकेसम्म छिटो बिस्तरामा जानको लागि छ। And then you can wake up at early morning, automatically. If you go to bed earlier, and then you यसले चाहिँ के गर्छ भने तपाईँ जति साँझेखेर छिटो बेडमा जानुहुन्छ त्यति बिहान छिटो बिउजिनुहुन्छ हैन। Okay, will you do that? Yes. Yeah, this is training, and so you should try to do your best. र अब यो चाहिँ एउटा तालिम गर्नुहोस्, यो चाहिँ एउटा तालिम गर्नुहोस् कि तपाईँ छिटो बिस्तरामा जाने। छिटो बिस्तरामा जानुभयो भने छिटो उठ्नुहुन्छ। Pastor, with farmers, sometimes they work up to 8 o'clock in the field. Yeah, right. I know. Yeah, at special season, Yeah. farming season, you have to walk late, okay? And then you are so hungry, and then after walk, you may eat a meal, supper at late evening, actually. But if you try to do your best, to eat the supper earlier, yeah, you can do that. Yeah, yeah. हो मिलन सरले भनेको जस्तै चाहिँ फार्मिङ टाइममा भनेको चाहिँ त्यतिखेर चाहिँ बाली लगाइन्छ, त्यो बेला चाहिँ किसानहरू धेरै व्यस्त भएको कारणले फिल्डमा धेरै ढिलो जाने गर्छ, कामै ढिलो सकिन्छ। तर पनि हामीले चाहिँ प्रयास गर्यो भने छिटो खाना खाने, त्यसपछि छिटो चाहिँ गएर बिस्तरामा सुत्ने प्रयास गर्यो भनेपछि त्यो चाहिँ एउटा बानी हुन सक्छ, बानी बन्छ पछि। Okay, time is over, sorry. Anyway, समय सकिएको छ। yeah, if you pray and try to do your best, not only for your health, but also your spirituality, you should try to do your best. त्यसै कारणले गर्दा यो बानी बसाल्दै गर्दा तपाईँले एउटा कुरा के बुझ्नु पर्यो भने यो तपाईँको जुन फिजिकल बडी छ शारीरिकको लागि मात्रै नभएर तपाईँले यो शरीरलाई रिफर्म गर्दै गर्दा चाहिँ आत्मिक रूपमा पाउने थुप्रै आशिषको विषयमा पनि सोचेर त्यसरी अगाडि बढ्नुहोस्। I hope and pray all of us would be perfect. Okay? म आशा गर्छु अन्त्यको दिनमा तपाईँहरू सबैजना चाहिँ एउटा अगमवक्ता बन्नुहोस्। Amen.